Hello guys. सबैलाई नमस्कार। आज मेरो पहिलो ब्लग हो। आज धेरै जाडो गरेको छ। आज चिसो मौसम छ। त्यही भएर यहाँ आगो बालेको। अघि त आगो बलिरहेको थियो, अहिले त निभिसकेछ। अब हेर्नुहोस् सबैलाई, यो हाम्रो घर पछाडिको करेसाबारी हो। उतातिर चाहिँ तोरी लगाएको थियौँ। तोरी फुल फुलेछ। उतापट्टि अर्को साइडतिर चाहिँ मसुरो लगाएको छौँ। त्यहाँदेखि यता हामीले मिहिनेत गरेर लगाएको छौँ सबैजना घरबाट मिलेर। यहाँ चाहिँ लसुन रोपेका छौँ। यो दुईवटा क्यारीमा लसुन छ। अर्को क्यारीमा चाहिँ आलु लगाएको छौँ। दुईवटा क्यारीमा आलु लगाएको छौँ। र अर्को क्यारीमा पनि घाटमा लगाएको छौँ। र उतापट्टि अर्को क्यारीमा चाहिँ मटर र अलिअलि साग खाने भनेर अलिअलि तोरी छरेका थियौँ। र यतापट्टि चाहिँ सानो जाडो मौसममा चाहिँ आगो ताप्ने भनेर सानो कटेरो बनाएका छौँ। र त्यहाँ हामी जाडो मौसममा खानाहरू पकाउने आगो सागो सेक्नको लागि बनाएको छौँ। र यहाँ हाम्रो केरा छ। केरा चाहिँ फलिरहेको छ। अब खाने चाहिँ भएको छैन, तर अब कुहिरोले खान्छ कि भनेर कुहिरोले खान्छ, यो पालाले खान्छ भनेर हामीले त्यो केरालाई बेरेका छौँ। र यहाँ पनि लगाएको छौँ। यो पनि राजमै हो। यता फुलेर पनि अब फल लागिसकेको छ। यहाँ हेर्नुहोस्, यो हाम्रो घर हो। त्यो चाहिँ भान्सेकोटाको घोर्याङ हो। भान्सेकोटाको धारा छ। त्यहाँनिर चाहिँ अब बाख्राको खोर पनि छ त्यहाँनिर छेउमा। त्यहाँ पनि अब मेवा चाहिँ अलिकति मेवा रोपेको थियौँ। एकचोटि मेवा छरेको थियौँ। त्यो मेवा अब ठुलो भयो, यति ठुलो भइसकेछ कति साह्रो। अब उसको पनि अब फल लाग्ने समय आएको छ। र तल त अब सानसानो लगाइसकेछ, माथि अब फुल्दै जाँदै फल लाग्दै गरेको छ। अब यता पनि अब केराघारी छ। यहाँ पनि केराघारी छ। यहाँ पनि अब उता पनि केरा छ। अब टन्नै छ केरा। अब एकचोटि त किनेर खानु पर्दैन गाइस। ल आजलाई यति नै हो। अब अर्कोचोटिमा चाहिँ बनाएर पठाउँला। लाइक सब्सक्राइब गरिदिनु होला। साथ र सपोर्ट सबैजनाले